Hello friends, good afternoon. Welcome back to my channel. आज चाहिँ भने हामी फेरि सिक्किम तर्फ जाँदैछु हैन। अन्त त्यहाँदेखि चाहिँ अहिले गाडीमा छु है। अन्त चाहिँ यहाँको जाम छ है। जामबाट निस्किँदा बल्ल हामी यहाँ नोबल्जीको छेउछाउमा आइपुग्यो है। घाम चन्चन छ। अब दसैँको चेक लागेको त्यो भएर घाम त अभियसली लाग्छै लाग्छ है। छु अन्त त्यहाँदेखि चाहिँ नानीहरू छ त्यही भएर चाहिँ अब हामी जाँदैछौँ है। अन्त त्यहाँदेखि चाहिँ म तपाईँलाई देखाउँछु बिचमा। अब बिचको वेहरू त के देखाउनु है। अन्त तर म हल्का तपाईँहरूलाई अपडेट्सहरू दिँदै गर्छु। टिल देन टेक केयर बाइ। र अहिले चाहिँ नि मैले चाहिँ नि सानो बेबीलाई चाहिँ नि यसरी बेड बनाइदिएँ यहाँनिर गाडीमा हैन। यसरी ब्ल्याङ्केट ओछ्याएर यसरी बेड बनाइदिएँ है। अन्त चाहिँ मेरो ठुलो अगाडि यहाँ बसिरहेको छ है। यसको बुवासँग राखिदिएँ मैले। अन्त सानो छोरीले पनि रमिता हेर्दै छ। यहाँ खिड्की अलिकति खुल्लै छ। उसलाई मजा आएछ सुत्नु। त्यो ठुली छोरीलाई त निन्द्रा पनि लागिसक्यो अरे। सो यहाँनिर सिटहरू सबै ढल्काएर पनि उ त अब रेडी भयो सुत्नु लागि। वेमा चाहिँ ऊ सुत्छै सुत्छ नि त। एकछिन मात्रै हेरिसक्यो नि त उसलाई निन्द्रा लाग्यो। हाम्रो अर्को सानो छोरी चाहिँ यत्रो आँखाको लिएर हेरिरहेछ। अब ऊ पनि एकछिनमा निन्द्रा लाग्छ होला अनि सुत्छ। मल्ली पुग्यो है। तर जाममा बसिरहेको छ। यहाँ मेरो छोरी त सुत्यो घुर्दैछ उता घुर्दैछ होइन। यसरी बेडमा जस्तो सुतिरहेको छ। अनि चाहिँ ऊ त सुत्नु नै छैन। सुत्दिन किन नचितेको सुत्दै नै। अन्त चाहिँ अहिले हामी चाहिँ जाममा बसिरहेको छौँ। ढिलो निस्किँदैछ। मल्ली पुग्यो। फेरि भेटौँला मल्लीदेखि बादमा। बस्दा त्यस्तै सिक्किमको यो चाहिँ हामी रम्फू पुग्यो है। रम्फूको पुलमा छु हामी। Yes. What? Yes. Sikkim. It's written there. Yes. Sikkim. Sikkim. Yeah, S-I-O. Jam to puge jam to. Ko jam यस्तो छ। हेर न जाम त आम्बो भुलिँदैन त त्यो त है। भिडियोमा त रोदै रहेछ।